हेलो वेलकम टु भ्लग न मेरो भ्लगमा तपाईहरुलाई खिराको बोट देखाउन जाँदैछु। यो चाहिँ खिराको बोट, यो चाहिँ खिरा, म चाहिँ यो हैन या म चाहिँ यो पारामा बसिरहेको छु। यो चाहिँ खिराको बोट। यो आज यस्तो छ मौसम। थारो नि केटी देख्न गएको छु रे। बहुत म चाहिँ रुखमा चढी गएको छु। भ्लग न यो गोर्खा। म गोर्खाको लुगा लाउँछु, त्यही भएर म डग स्टाइल उभिन्छु। घर क्या रहा है यहाँ पे? आजको दिन यस्तो छ हेर्नुस्। म यो रुखलाई यस्तो गर्छु। यो चाहिँ खिराको बोट भन्छ यसले। खिराको बोट भनिहाल्छ। त्यही भएर आज म बाटो जाँदैछु म यस्तो घारीमा। मार्छ होला यार, त्यो मजा गल यार। प्यार हुआ बुलाते की है कभी। ओ भाइ कता हिँड्यौ भाइ यार तिमी? ओ दाइ के छ दाइ मेरो दाइ? ए भाइ म त गोठाला पो गएर हिँड्दैछु भाइ। तिमी कता हिँडेको भाइ? दाइ म त यता बारीतिर पो आएको दाइ। के छ त दाइ बस्नु पर्यो शीतलमा। ए ल ल बस न, सेउला भाँचेर लिएर आऊ न, बस न है। छोकेको हुन्छ। अनि दाइ अरू के छ नि तपाईँको हाल खबर? भाइ आजकल त घरतिरै पो छु, के गर्नु खै। अब अहिलेसम्म त सन्चै छु भाइ। अब भोलिको दिनमा के हुन्छ थाहा छैन होइन, त्यो भगवानले देखेको छैन। अब बाहिर जाने चाहिँ प्रोसेसमा छ, तर अलिक ढिलो पो भिसा आउँछ जस्तो लागिरहेछ भाइ। अनि तिमी चाहिँ के गर्ने हो त भाइ? अनि के गर्छस् त अनि भाइ? अनि काठमाडौँ मात्र बस्ने हो कि के गर्ने? खोइ दाइ अब के गर्नु दाइ। अब म पनि अब विदेशै जाउँ भनेको दाइ। त्यही भएर अब यसो घरमा दसैँ तिहार पनि सकियो, अनि त्यही भएर यसो घरतिर अब बुवाहरूलाई भेट्न आएको। त्यही भएर अब म पनि जाने हो छिटै। अनि दाइ बिहे चाहिँ कहिले गर्नुहुन्छ? बिहे त अब बुढो त भइयो भाइ। अब खोइ केटी मान्छेले नै पत्याउँदैन भाइ हामीलाई। अब हामी त अब बुढा भइसक्यौँ भाइ। अब भाइको पो बिहे गरेर छोराछोरी हुर्काइसक्यो त भाइ। अब तिमीले पो हुर्काइसक्यो त, अब म त छैन। खोइ हामीले त कसैले पत्याउँदैन हो भाइ। पत्याउँदैन के गर्नु। नपत्याएपछि अब कसले हेर्छ र? भाइ बिहे नगरिकनै जान्छु होला हौ विदेश भाइ। दाइ कोही छैन भन्नुहुन्छ, छ होला नि, पत्याइहाल्छ नि बिस्तारै। केले हतार गर्नुहुन्छ दाइ? भागमा लेखेर आएकै हुन्छ, किन हतार गर्नुहुन्छ दाइ? अब बुढो त हुनु त भयो, त्यही पनि अब दाइहरू बिहे गरेन भने चिन्ता लाग्यो। के गर्नु त, मोराले फेरि हाँसाउँछ कि यस्तै गर्छ कि भाइहरू। आफ्नो चाहिँ हुर्काइसकेर अनि अरूलाई चाहिँ भनिदिने हो नि, खालि यही छ होइन। ल ल ठिक छ भाइ ल।